2082 भदौ 23 र 24 को युवाहरूको अगुवाईमा भएको जनआन्दोलन पछिको जटिल परिस्थिति, 76 जनाको निधन, 2600 भन्दा बढी घाइते, 84 अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थामा वातावरण सहज बनाउँदै सुरक्षा संगठनको मनोबल उकास्दै प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनु परेको थियो। सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्यौं। आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो र फागुन 21 गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रूपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।